नमस्कार। आजका मुख्य समाचारहरू। विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध। हिरासतमा बिन्दास दुर्गा पर्साई मजाकमै बित्छ दिन। शैक्षिक आम हडतालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी 7 दिन सम्बन्धित सबै मित्रहरूमा अनुरोध छ। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। वैशाख 7 काठमाडौँ शिक्षक महासंघले शैक्षिक हडताल भएको निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेका छन्। महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो। शैक्षिक आम हडतालको यो अभियानलाई सफल तुल्याउन संस्थागत विद्यालयहरू समेत बन्द गरी 7 दिन सम्बन्धित सबै विद्यालयहरूमा मित्रहरूमा अनुरोध छ। महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। देशभरमा सबै विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौँ आउन सबै शिक्षक कर्मचारीहरूलाई महासंघले आग्रह गरेका छन्। आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेड वृद्धि परीक्षामा सञ्चालन गर्ने, उत्तर पुस्तिका परीक्षण गर्ने, गोष्ठी सेमिनार, शैक्षिक भ्रमण लगायतका कुनै पनि क्रियाकलापहरूमा संलग्न नहुन महासंघले शिक्षकहरूलाई निर्देशन दिएको छ। कक्षा 12 को परीक्षामा संलग्न नहुनु पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ। तीनकुने घटनामा पक्राउ परेका रविन्द्र मिश्र र डा धवल शमशेर राणालाई विभिन्न भेट्न नेताहरू पुगिसकेका छन्, तर पर्साईलाई भेट्न चिनिएका नेता हिरासतमा पुगेका छैनन्। वैशाख 3 काठमाडौँ तीनकुनेको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा पर्साई करिब 1 सातादेखि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। पर्साईलाई पहिलो पटक राज्य विरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतमा 12 दिनको म्याद लिएर हिरासतमा राखिएको हो। हिरासतमा रहेका पर्साईलाई तीनकुनेमा भएका हिंसात्मक प्रदर्शनका बारेमा कुनै ग्लानि छैन, बरु उनी बिन्दास शैलीमा सबै दोष राज्यलाई दिँदै छुट्नेमा आत्मविश्वासी देखिन्छन्। भारतको आसनमा 28 चैत्रमा पक्राउ परेर 29 गते चैतमा काठमाडौँ ल्याउने क्रममा समेत उनले आफै आएको दावी गरेका छन्। प्रहरीले सरकारी वकिल कार्यालयदेखि अदालत लाने ल्याउने क्रममा क्यामेरा अगाडि मुसुक्क हाँसेर पोज दिइहाल्ने पर्साई शैली हिरासतमा पनि उस्तै रहेको प्रहरी अधिकारीहरूले बताउँछन्। पर्साई पक्राउ गरेपछि अदालत जाने क्रममा समेत अन्टसन्ट बोलेर हैरान पार्न सक्ने चिन्ता प्रहरी अधिकारीलाई थियो। हुन पनि पक्राउ परेपछि झापाको चन्द्रगढी स्थित विमानस्थलबाट काठमाडौँ ल्याउने क्रममा विमान भित्रैबाट प्रधानमन्त्री केपी ओलीलाई यो फोटो पठाइदिन भन्दै आग्रह गरेका थिए। त्यसै किसिमको अभिव्यक्ति दिन सक्ने भन्दै प्रहरीले अधिकारीले पर्साई निकै सतर्क रहेर अदालत ल्याउने लिने गरिरहेका थिए। आफूलाई भेट्न आउनेहरूसँग पर्साईले सरकार प्रति निकै आक्रामक भएर बोल्ने गरेको स्रोत बताउँछन्। सरकार र नेताहरूको निकै आलोचना गरेको सुनिन्छ। भेट्न आउनेलाई पनि उही ठट्यौली शैलीमा बोल्ने गर्छन्। परिसर स्रोत भन्छन् 2 जनाको ज्यान गएको तीनकुने घटनाका मुख्य कमान्डर पर्साईमा यसबारे समेत कुनै चिन्ता नदिएको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरी स्रोतका अनुसार उनलाई भेट्न परिवार र आफन्त हिरासत पुगेका छन्। नियमित जसो आफन्त र परिवारका मान्छेहरू भेट्न हिरासत पुगे पनि राजावादी भनिएका कुनै उच्च तहका नेता अहिलेसम्म पर्साईलाई भेट्न नआएको परिसरका एक अधिकृत बताउँछन्। पर्साईले सरकार र नेता विरुद्ध अन्टसन्ट बोल्ने हुन् भनेर प्रहरी अधिकारीहरू सतर्क हुने गरेका छन्। यही घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र यही घटनामा मिश्र र महासचिव तथा सांसद डाक्टर धवल शमशेर राणालाई भेट्न उनीहरूका शुभचिन्तकदेखि राप्रपाका नेताहरू पुगे पनि पर्साईको हकमा भने कुनै चिनिएको नेता भेट्न नआएको हिरासत स्रोतले बताएका छन्। पर्साई हिरासतमा एक्लै बोल्दै आएका छन्। पर्साईसँगै पक्राउ परेका उनका बडीगार्ड दीपक खड्कालाई समेत अलग्गै राखिएको छ। यसबारे परिसर भन्छन् परिसरमा ठूलो हिरासत कक्ष छ। पहिलाको जस्तो कोचाकोच राखेर राख्नुपर्ने अवस्था छैन, त्यही भएर पर्साईलाई छुट्टै राखिएको हो। 29 चैतदेखि परिसरको हिरासतमा रहेका पर्साईको बयान सुरु भएको हो, अहिले भएको छैन। अहिलेसम्म प्रहरीले उनीमाथि अनुसन्धान गर्ने र सामान्य सोधपुछ मात्र गरेको छ। केही दिनपछि जिल्ला सरकारी वकिलको कार्यालयमा काठमाडौँ उपस्थित गरिएका बयान सुरु गरिने प्रहरीले जनाएको छ। यही घटनामा पक्राउ परेर मिश्र राणाको भनी सोमबार र मंगलबार सरकारी वकिलको कार्यालयमा बयान लिएको थियो। 2 दिनपछि उनीहरूको बयान सकिएको र थप अनुसन्धान गर्दा केही खुलेका फेरि बयानको कम भएको भन्दै सरकारी वकिल कार्यालयमा प्रमुख हरि शर्मा काफ्लेले बताए। मिश्र र राणा विरुद्धमा राजद्रोह र संगठित अपराधहरूको कसुरमा बयान लिए पनि दुर्गा पर्साई विरुद्ध भने अन्य कसुर पनि थपिएको छ। राजावादी प्रदर्शनमा सुरक्षा कर्मीलाई मार्ने नियतले गाडीले पोल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षा कर्मीले उनीहरू विरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका छन्। ज्यान मार्ने उद्योगको कसुर दुर्गा पर्साई विरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताएको छ। सार्वजनिक भएको भिडियोमा पर्साई आफैले गाडी चलाउँदै ड्युटीमा खटिरहेका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ। त्यसमा क्रममा उनले अपशब्द समेत
समेत बोलेको भिडियोमा सुनिन्छ। यसमा साथै अपराधीहरूलाई उपरोक्तको कसुरमा पनि पर्साई विरुद्ध अनुसन्धान अघि बढेको छ। अहिलेसम्म पर्साई विरुद्ध 1 वटा कसुरमा अनुसन्धान भई अघि बढिएको छ। अनि उनी विरुद्ध राजी विरुद्धको कसुर अन्तर्गत राजद्रोह कसुर असंगठित अपराधमा काठमाडौँ जिल्ला अदालतमा म्याद लिएको थियो। यसमा ज्यान मार्ने उद्योगको कसुर र अपराध उपद्रव पनि थपिएसँगै 4 वटा कसुरमा एकसाथ अनुसन्धान अघि बढिएको छ।